हेलो एभ्रिवान, नमस्ते। मेरो नाम उषा बस्नेत। म हजुरहरूकै जर्मन ल्याङ्ग्वेज टिचर र मैले चाहिँ जर्मन ल्याङ्ग्वेज पढाएको भिडियो युट्युबमा पोस्ट गर्ने गर्छु। साथै मैले हाम्रो फिजिकल क्लासेसहरू चाहिँ जर्मन ल्याङ्ग्वेज एपिसेन्टर यानि कि जिएलई भनेर पनि धेरै चिन्नुहुन्छ। मैले जर्मन ल्याङ्ग्वेज एपिसेन्टर जिएलईमा सिकाउने गर्छु र हाम्रो जर्मन ल्याङ्ग्वेज एपिसेन्टर जिएलई चाहिँ चाबहिल स्तुपा अपोजिट चाबहिल स्तुपाबाट तपाईँ थोरै छड्के भएर हेर्नुभयो भने एउटा निलो कलरको ठुलो सिसाको बिल्डिङ छ। त्यसकै सबैभन्दा टप फ्लोरमा सबैभन्दा माथिको तल्लामा चाहिँ हाम्रो जर्मन ल्याङ्ग्वेज एपिसेन्टर जिएलई रहेको छ। त्यहाँनिर पनि आएर हजुरहरूले फिजिकल क्लासेसहरू मसँगै लिन सक्नुहुन्छ। हाम्रो जिएलई भन्दा मुनि चाहिँ अर्को एउटा कन्सल्टेन्सी छ। त्यो कन्सल्टेन्सी भन्दा माथि हाम्रो जर्मन ल्याङ्ग्वेज एपिसेन्टर जिएलई रहेको छ है त। ओके, र आज मैले हजुरहरूलाई पढाउने भनेको मैले योभन्दा अगाडिको भिडियोमा चाहिँ डाटिभ आकुजाटिभ नोमिनाटिभको बारेमा पढाएको थिएँ आर्टिकलहरूको, र म आज त्यहीबाट कन्टिन्यू गर्नेछु। अब त्योभन्दा पछाडि हामीले के पढिन्छ भनेर, र तपाईँहरूलाई मलाई विश्वास छ अस्तिको भिडियो तपाईँहरूले बुझ्नुभयो होला र आजको भिडियो पनि पक्कै पनि बुझ्नुहुनेछ। र आज हामीले पढ्ने भनेको नोमिनाटिभ आकुजाटिभ डाटिभ। त्यसले त अब कहिले पनि छोड्नेवाला छैन है त। ल, नोमिनाटिभ आकुजाटिभको आज पेर्सोनल प्रोनोमेन है, पेर्सोनल प्रोनोमेन आज हामीले पढ्ने भनेको पेर्सोनल प्रोनोमेन। त्यो पनि नोमिनाटिभको है, नोमिनाटिभको अनि आकुजाटिभको है, आकुजाटिभको अनि डाटिभको चाहिँ हामी पेर्सोनल प्रोनोमेन पढ्नेछौँ है। अब तपाईँहरूले त यो बुझ्नु भएको होला होइन, पेर्सोनल प्रोनोमेन भनेको पर्सनल प्रोनाउन्स। अब नोमिनाटिभको बारेमा त मैले पहिल्यै पढाइसकेको छु, म, तिमी, हामी, उनी, उनीहरूको बारेमा होइन। अब नोमिनाटिभ भनेको जहिले पनि वेयरको एन्सर हुन्छ को है। डाटिभ भनेको जहिले पनि वेन, मैले अगाडिको भिडियोमा पनि भनेको थिएँ। नोमिनाटिभ भनेको वेयर को भन्ने हुन्छ, आकुजाटिभ भनेको वेन, यो चाहिँ कसलाई भन्ने हुन्छ, अनि डाटिभ भनेको वेम मतलब कसको लागि भन्ने हुन्छ है त। यो यति बुझ्नुभयो भने क्लियर, एकदम सर्ट। नोमिनाटिभको कसलाई र कसको लागि भन्ने हुँदो रहेछ है। ओके, ल, को त म, एस, म, यसको आकुजाटिभमा के हुन्छ मिस होइन। को म, कसलाई मलाई, अब कसको लागि त मेरो लागि मिय है। अर्को डु, डिस, डियर होइन। को तिमी, कसलाई तिमीलाई, कसको लागि तिम्रो लागि। ओके, एर अनि एर चाहिँ आकुजाटिभमा इन अनि डाटिभमा इन। ओके, अनि उनीवाला चाहिँ सानो खालको चाहिँ उनी या, अनि त्यस पछाडि यहाँ उनीलाई र उनको लागि है। अर्को एस, एस आकुजाटिभमा अनि डाटिभमा इम। Wir, uns, uns, ihr, euch, euch, क्यापिटल जी तपाईँ, जी क्यापिटल नि जी, जी, अनि यहाँ क्यापिटल आईबाट इनेन, अनि यहाँ स्मल जी उनीहरू, अनि यहाँ पनि स्मल जी नै उनीहरूलाई, र यहाँ स्मल आईबाट इनेन। हेर्नुहोस् है, अब तपाईँहरूले यो मिनिङ बुझ्नु पऱ्यो है। को म, को तिमी, को ऊ, को उनी होइन। यो के, यो को के यो अथवा त्यो, को हामी, को तिमीहरू हेर्नुहोस् है। को तपाईँ, को उनीहरू, हेर्नु त कति सजिलो। अब तपाईँहरूले यो जान्नुभयो, नोमिनाटिभमा फेरि को भनेको जान्नुभयो भने आकुजाटिभमा कसलाई आउँछ अरे, डाटिभमा कसको लागि आउँछ अरे। हेर्नुहोस् है, इस, मिस, मिया, को म, मलाई मेरो लागि यानि इस, मिस, मिया, डु, डिस, डियर, एर, इन, इम, जी, जी, इह, एस, एस, इम,
Wir uns uns. Ihr euch. जी ihnen. यता पनि जी ihnen. अब यो चाहिँ तपाईहरुले एकदमै याद गर्नु पर्यो। यो माथिको हामीले आकुजाटिभ कतिखेर, डाटिभ कतिखेर, नोमिनेटिभ कतिखेर भन्ने कुरा चाहिँ तपाईहरुले थाहा हुनुपर्छ के। यो कुरा थाहा भयो नोमिनेटिभ को भन्ने एन्सर आउँछ, आकुजाटिभमा कसलाई, डाटिभमा कसको लागि हैन। अब यो कुराहरु चाहिँ तपाईहरुले के गर्नु पर्यो, एकदमै ध्यान दिएर पढ्नु पर्यो। मैले अहिले के भन्दै छु भने यहाँनेरि पेर्सोनल प्रोनोमेन मात्रै पढाएको छु, पर्सनल प्रोनाउन्सको मात्रै डाटिभ आकुजाटिभ गराइरहेको छु। मैले यो भन्दा अगाडिको भिडियोमा चाहिँ डाटिभ आकुजाटिभ आर्टिकलहरुको थियो, यो पेर्सोनल प्रोनोमेन भयो हैन। अब पोसेसिभ आर्टिकलहरु पनि सबै हुन्छ के डाटिभ आकुजाटिभ। तपाईलाई कहीँ पनि डाटिभ आकुजाटिभ छोड्नेवाला छैन के है। अनि अब बाँकी यसको प्रिपोजनहरु पनि छ, धेरै कुराहरु छ है। ल यो चाहिँ तपाईहरुले आफ्नो कपीमा नोट गर्नुस् अनि याद पनि गर्नुस्। लेख्दाखेरि तपाईहरुले चाहिँ अब मैले पढाएको भिडियो हेर्दै हुनुहुन्छ भने पनि तपाईले कपीमा टिप्दै हुनुहुन्छ भने के गर्नुस्, टिप्दाखेरि चाहिँ आवाज निकाल के प्रोनाउन्सिएसन गर्दै सार्दै गर्नुस् के। प्रोनाउन्सिएसन गर्दै सार्दै मतलब लेख्दै गर्नुस्। तपाईले बोल्नु भयो भने, तपाईले आवाज निकाल्नु भयो भने तपाईलाई याद हुन्छ के। थाहा छ ल नोमिनेटिभ भनेको को, कसलाई हैन, कसको लागि थाहा छ, तर फेरि त्यो के हुन्छ भन्ने कुरा चाहिँ तपाईले याद गर्नु पर्यो के है। Ich mich mir, du dich dir, in ihm, sie ihr, es ihm, wir uns ihr euch, sie ihnen, ihnen. सजिलो छ है त। ओके ल पक्कै पनि यो कुरा तपाईहरुले बुझ्नु भयो होला। यो कुरा तपाईले याद गर्नुहोस्, गोक्नुहोस् 10 चोटी 100 चोटी 1000 चोटी हैन। कसरी हुन्छ यो कुरा कन्ठ गरेरै छाड्नुहोस् है। यो कन्ठ गर्नु भएन भने तपाईले दुःख पाउनुहुन्छ अवश्य पनि। गाह्रो छ नि फेरि है जर्मन ल्याङ्ग्वेज त्यस्तो das ist Sprache nicht so einfach und nicht so schwer के धेरै गाह्रो पनि छैन र सजिलो पनि छैन, तर बुझ्यो भने घिउ खाए बराबर एकदमै सजिलो छ है त। ओके ल यसलाई सार्नुहोस् है त। र अब म बाँकी यसो कन्टिन्यू गर्छु है। ओके यसलाई सार्नुहोस्, यो कुरालाई मनन गर्नुहोस् र यो कुरालाई पनि मनन गर्नुहोस्, याद गर्नुहोस् है। ओके ल अब तपाईहरुलाई म के सिकाउँछु भने आकुजाटिभ र डाटिभ भित्रकै कुरा है के सिकाउँदै छु भने एकदमै इम्पोर्टेन्ट कुरा प्रेपोजिसन के। प्रेपोजिसन त्यो पनि आकुजाटिभ र डाटिभ हो। अब अर्को सबैभन्दा एकदम इजी वे डाटिभ र आकुजाटिभ छुट्याउने भनेको चाहिँ यो प्रेपोजिसनबाट पनि थाहा हुन्छ कि प्रिपोजनहरुबाट पनि यो डाटिभ बनाउने कि आकुजाटिभ बनाउने भने चाहिँ हामीले प्रिपोजनबाट थाहा हुन्छ कि हामीलाई है। ओके ल प्रिपोजन हेर्नुस् है त। आकुजाटिभ प्रिपोजनहरु पहिला हामीले मनन गरौँ, याद गरौँ। आकुजाटिभ प्रिपोजन के त्यसको मिनिङ के हुन्छ, डाटिभ प्रिपोजन के त्यसको मिनिङ के हुन्छ है त। अब हेर्नुस् आकुजाटिभ प्रिपोजनहरु हेरौँ पहिला। गेगेन GEGEN गेगेन। गेगेन भनेको अगेन्स्ट है। अगेन्स्ट मतलब विरुद्धमा भनेको यसलाई नेपालीमा विरुद्धमा हैन त। गेगेन भनेको विरुद्धमा रहेछ। यो के को प्रिपोजन रहेछ, आकुजाटिभको प्रिपोजन रहेछ हेर्नुस् त। अर्को ओन भनेको विथआउट मतलब बाहेक भन्ने के, बाहेक हैन। अथवा त्यो बिना भन्छ नि हामी, त्यो बिना त्यो बाहेक भन्छ नि हामी। अहिले एक्जाम्पल दिमा ओन जस्तै म चाहिँ मेरो श्रीमान बिना पनि बाँच्न सक्छु। अर्को छ डुर्स, डुर्स भनेको छु भनेको भएर कुनै ठाउँ हुँदै जाँदाखेरि है डुर्स भएर जानु। डुर्स थ्रु कुनै ठाउँ हुँदै जानु, भएर जानु है। अर्को फिर भनेको फर लागि। अर्को छ भनेको अराउन्ड वरिपरि हैन।
वरिपरि आको यिनीहरू के भयो गेगेन ओन डुस फिर ओम आकुजाटिभ प्रिपोजिसन गेगेन विरुद्धमा कसैको विरुद्धमा हुनु ओन त्यो बाहेक त्यो बिना हैन बाहेक भन्दाखेरि डुस कुनै ठाउँ हुँदै जानु भएर जानु है फिर फर लागि कसैको लागि ओम अराउन्ड वरिपरि है अर्को डाटिभको प्रिपोजिसनहरु हेरौं डाटिभ मिट है मिट भनेको सँग विथ बनायो अर्को छ आउस आउस भनेको फ्रम बाट अर्को छ जाइट SEIT जाइट जाइट भनेको सिन्स 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 भनेको कुनै समयदेखि है कुनै समयदेखि भन्दा जाइट अर्को छ फन फन भनेको अफ अथवा फ्रम मतलब यसलाई नेपालीमा को अथवा बाट देखि है फन भनेको के रहेछ दुईटा मिनिङ एउटा अफ एउटा फ्रम एउटा मतलब को बाट देखि है अर्को छ चु चु भनेको टु मतलब मा अब यो चाहिँ म तपाईहरुलाई फेरि भन्छु अर्को छ बाइ बाइ भनेको एट यो पनि मा अब हेर्नुस् है ध्यान दिनुस् यहाँनिर र यहाँनिर चाहिँ अरु यहाँ के छुट्यो भन्नु त के छुट्यो डाटिभ प्रिपोजिसनहरु यिनीहरु हैन छिटो छुटेछ भने पनि हामी थप्दै जान्न केही छैन हैन अब अहिले अकेला यो डाटिभ प्रिपोजिसनहरु यो A1 A2 पढ्नलाई इनफ हुन्छ है अब यहाँ र यहाँ ध्यान दिनुस् है चु र बाइ अब अरु त नर्मली मिनिङ हामीलाई थाहा भइहाल्यो हैन अब यो चु र बाइ चाहिँ हेर्नुस् है यो चु चाहिँ यदि कोही व्यक्तिकोमा जाँदा अथवा आउँदा चु लगाउने चु प्रिपोजिसन हुन्छ चु प्रिपोजिसन जाँदा अथवा आउँदा भनेको मतलब मुभमेन्ट हुँदाखेरि चाहिँ चु हुन्छ अरे एउटा सम्झिने तरिका है यो चाहिँ चु चाहिँ हामीले कोही व्यक्तिकोमा जाँदा जस्तै म रामकोमा जानु छ म रामकोमा जान्छु म सीताकोमा जान्छु हैन म भरे सीताकोमा आउँछु म भोलि सीताकोमा आउँछु म 10 बजे सीताकोमा जान्छु आउँछु यस्तो अवस्थामा हामीले के लाउनु पर्यो चु लाउनु पर्यो अरे हेर्नुस् है अर्को छ यो त नोट भन्न सार्नुस् है बाइ बाइ कतिखेर लाउने यदि कोही व्यक्तिकोमा हुँदा मतलब छु भन्दा अथवा त्यहाँ चाहिँ मोमेन्ट हुनु भएन के हुँदा अथवा छु भन्दा बाइ प्रिपोजिसन लाउने बाइ प्रिपोजिसन लाउने बाइ प्रिपोजिसन हुन्छ हेर्नुस् त छु चाहिँ कोही व्यक्तिकोमा जाँदा म सीताकोमा जान्छु सीताकोमा कसकोमा सीताकोमा जान्छु म सीताकोमा छु कहाँ छु सीताकोमा छु म आज युलियाकोमा सुत्छु म आज युलियाकोमै बस्छु युलियाकोमै सुत्छु है भन्नु पर्यो भने हामीले के भन्नु पर्यो बाइ लाउनु पर्यो यहाँ तपाईले के भन्नु पर्यो कोही व्यक्तिकोमा जाँदा आउँदा भनेको मोमेन्ट हुनु पर्यो हो अब बाइ भनेको कोही व्यक्तिकोमा हुँदा अथवा छु भन्दा अथवा त्यहाँ काम गर्छु के भन्दाखेरि म त्यहाँ मोमेन्ट हुनु भएन के म चाहिँ सीताकोमा छु सीताकोमा छु म सीताकोमा गएको सीताकोमा आएको होइन कि छु मात्रै भनेको हो नि त हो यस्तो अवस्थामा हामीले बाइ प्रिपोजिसन लाउने अहिलेलाई चाहिँ इजी तरिकाले यति मात्र सम्झिनुहोस् है तपाईले चु र बाइ ओके अनि अरु भनेको चु भनेको टु जस्तै तपाई कुनै एउटा बिल्डिङतिर जाँदै हुनुहुन्छ भने पनि चु प्रिपोजिसन हुन्छ जस्तै स्कुल जाँदै हुनुहुन्छ हो त्यो स्कुल भनेको एउटा बिल्डिङ मैले यही नै लेखेँ ल चु कुनै बिल्डिङ तिर जाँदा आउँदा के हुन्छ चु हुन्छ मैले यहाँ यो यस्तो है मेरो अलिकति भयो कुनै बिल्डिङतिर जस्तै बिल्डिङ भनेको स्कुलतिर जाँदा
हैन जहाँ कुनै ठाउँतिर सिम्पल मुभमेन्ट हुँदाखेरि के त्यो सम्झिनु सिम्पल मुभमेन्ट हुने अवस्थामा हामीले चु लगाइन्छ स्कुल जान्छु सिम्पल स्कुल जान्छु हैन कति सजिलो छ कुनै बिल्डिङतिर जान्छु भन्दाखेरि हामीले के भयो चु भयो ब्याङ्क जान्छु ब्याङ्क जान्छु सिम्पल मुभमेन्ट ब्याङ्क जान्छु हैन यस्तो अवस्थामा के भयो चु भयो ओके ल अब हामी अलिकति थोरै ट्राई गरौँ है त्यसको एक्जाम्पलहरु दिनेहरु चाहिँ यहाँनिर ओके गेगेन भनेको अगेन्स्ट विरुद्धमा हैन गेगेन भनेको अगेन्स्ट विरुद्धमा जस्तै अब हेर्नुस् है यहाँनिर ध्यान दिनुस् यसलाई हामीले ट्राई गरौँ है त जस्तै म ल थोमसको विरुद्धमा छु यो थोमस चाहिँ जर्मनी नाम हो त्यही भएर खाली मैले मेरो विद्यार्थीहरु चाहिँ एक्जाम्पल दिए थोमस भनेकाले थोमस है त थोमसको विरुद्धमा छु सिम्पल म थोमसको विरुद्ध सिम्पल है चाहिँ अब यहाँनिर याद गर्नु पर्यो म सब्जेक्ट भर्ब अब्जेक्ट हैन म एस अब यहाँनिर छु भनेको भर्ब भयो हैन सेकेन्डमा भर्ब भयो छुलाई हामीले के भन्छ इस बिन या इस बिन अब केमा छु त म छु केमा छु अगेन्स्टमा छु अगेन्स्टमा विरुद्धमा छु नि त हो अब विरुद्धलाई यहाँ लेख्नु पर्यो अगाडि गेगेन अनि यहाँ त गेगेन कसको विरुद्धमा थोमसको विरुद्धमा के इस बिन गेगेन थोमस इस बिन गेगेन थोमस म थोमसको विरुद्धमा छु अब अर्को कुरा फेरि ध्यान दिनुस् है यहाँनिर यो तपाईहरुले सार्नुस् त राम्रोसँग हेर्नुस् त एकचोटी म तपाईहरुलाई प्रोनाउन्स गरेर सुनाइदिए याद गर्नुस् यसको उच्चारण गेगेन ओन दुस फिर मिट आउस जाइट इ र आई हो नि त त्यही भएकोले जाइट भएको एस भनेको ज किन एस को पछाडि भावेल्स लेटरहरु आयो भने ज हुन्छ त्यही भएकोले अनि यो इ र आई जाइट फन चु बाई ओके ल मैले यहाँ मेटिदिए ल मैले यो गेगेनको मात्र एक्जाम्पल दिइराछु है तपाईहरुलाई अनि यो पनि याद गर्नुस् है यहाँनिरको यो तपाईहरु नोट गर्नुभयो होला है इस्बिन गेगेन थोमस म थोमसको विरुद्धमा त सिम्पल अब यो थोमस हेर्नुस् है यो थोमस भनेको के हो त थोमस भनेको एयर हैन थोमस भनेको एयर उ हो नि त हामीले चाहिँ थोमसलाई केटा यो केटा भन्छ उ हो नि त यो हो थोमस उ अब हेर्नुस् अब हामीले ल म उसको विरुद्धमा छु म उसको विरुद्धमा छु म उसको विरुद्धमा छु कसको उसको क्या उसको ल मान्ने थोमसकै विरुद्धमा थोमस नाम त के भन्दा सजिलो भइहाल्यो तर अब हामी उसको विरुद्धमा हुनु पर्यो के म छु केमा छु विरुद्धमा छु कसको विरुद्धमा उसको ध्यान दिनुस् है अब यहाँनिर उ भन्ने के हो एयर अब तपाईहरुले के कुरा याद गर्नुपर्छ भने उ भनेको एयर हो नि त एयर हो उ भनेको एयर अनि यो एयर चाहिँ आकुजाटीमा के भएको थियो इन भएको थियो कि त्यहाँ अघि मैले पेर्जनल प्रोनाउन पढाएको थिएँ नि त्यहाँ हेर्नुस् त इस बिन गेगेन एयर चाहिँ आकुजाटीमा इन भएको थियो कि अहिले हेर्नुस् है यहाँनिर इन यो इन चाहिँ एयर चाहिँ आकुजाटीमा भएको हो नि त यो अब यो किन आकुजाटी भयो भन्दा यो गेगेन चाहिँ के हो आकुजाटीको प्रेपोजिसन हो यो कति सजिलो छ हेर्दै गेगेन आकुजाटीको प्रिपोजिसन भयो यो गेगेन आकुजाटीको प्रिपोजिसन भएपछि त्यो भन्दा पछाडी आउने कुरा चाहिँ के हुनु पर्यो आकुजाटी नै हुनु पर्यो अनि यहाँ उसको भन्दाखेरि एयर चाहिँ आकुजाटीमा इन भएको थियो अहिलेको पेजमा पढ्नु भने तपाईले हेर्नु पर्यो अब यहाँ यसरी के इस बिन गेगेन इन ए म उसको विरुद्धमा छु अब फेरि हेर्नुस् ल म उसको यहाँ चाहिँ मैले उसको मात्रै भने अब यहाँ चाहिँ म उसको भाइको विरुद्धमा ल उसको भाइको विरुद्धमा छु अघि चाहिँ मैले यहाँ उसको विरुद्धमा मात्रै सिम्पल यहाँ चाहिँ उसकोसँग एउटा नाउन पनि आएको छ कि उसको भाइ पनि आएको छ कि हेर्नुस् यहाँ चाहिँ अघि चाहिँ उसको सिम्पल एउटा कुनै एउटा मात्रै व्यक्तिको विरुद्धमा अब यहाँ पनि एउटा व्यक्ति भए पनि उसकोसँग चाहिँ अरु कोही व्यक्ति टच भएको छ नि त्यहाँनिर हैन उसको भाइ
यो चाहिँ सिम्पल उसको विरुद्धमा या उसको भाइको विरुद्धमा। अब हेर्नुहोस् यहाँ के हुन्छ, ए सिम्पल इज बिन, हेर्नुहोस् त गेगेन। अघि हामीले चाहिँ उसको भन्दाखेरि चाहिँ यो उसकोसँग कुनै पनि नाउन आएन, मतलब आर्टिकल वाला नाउन आएको छैन भने चाहिँ सिधै आकुजातिको पेर्सोनल प्रोनाउन त्यो युज गर्नु पर्थ्यो हो। अब फेरि उसकोसँग यहाँ नाउन आयो भनेपछि त हाम्रो पोसेसिभ आर्टिकलतिर गयो। तपाईहरुले चाहिँ नयाँ हुनुहुन्छ भने बुझ्नलाई अलिकति गाह्रो होला, तर तपाईहरुले कहीँ कहीँ पढ्दै हुनुहुन्छ हैन, अथवा मेरो भिडियो पनि अगाडिदेखिको लगातार हेरिरहनु भएको छ भने तपाईहरुले पक्का पनि बुझ्नुहुन्छ है। उसको भाइको, अब उसको भाइ भने के हो त, एर भनेको उ, अनि त्यसरी जाइन भनेको उसको। तर यो जाइन चाहिँ कतिखेर हुन्छ भने यहाँनेरि प्लस नाउन आयो भने मात्रै युज हुन्छ के। अब यहाँ त यहाँ यो पनि छ नि त उसको, तर यहाँ चाहिँ नाउन छैन नि त, तर यहाँ चाहिँ उसकोसँग यहाँ भाइ नाउन आयो कि, त्यही भएकाले चाहिँ हामीले यो एर चाहिँ अब पोसेसिभ आर्टिकल अगाडि हेर्नु पर्यो। अगाडि हेर्नु भएन त बुझ्नु हुँदैन, गाह्रो हुन्छ फेरि हुन्छ नि। अब हेर्नुहोस् है, अनि कतितिर ध्यान दिनुपर्छ कि हामीले होइन। अनि के हुन्छ फेरि भाइ, यहाँ हेर्नुहोस् है यहाँनिर अलिकति धेरै भएछ नि, यहाँनिर मैले मेटिदिएँ, यतातिर मेटिदिएँ मैले ल। हेर्नुहोस् है, भाइ भनेको द ब्रुडर, द ब्रुडर। यो ड चाहिँ आकुजातिमा के भएको थियो, देन भएको थियो, यहाँ इएन थपेको थियो। अब उसको भन्दा जाइन मात्रै हुन्छ अरे, अनि यहाँ इएन थपेको भनेपछि हामीले अगाडिदेखि हेर्नु पर्यो, नत्र बुझ्दैन है। जाइनिन ब्रुडर हुन्छ कि। अब हामीले यसलाई यो उसको भाइ बनाउनलाई के गर्नु पर्यो, जाइनिन ब्रुडर बनाउनु पर्यो। गेगेन चाहिँ आकुजातिको प्रिपोजिसन भयो। यदि आकुजातिक प्रिपोजिसन आयो भने पछाडि आउने पनि आकुजातिक हुनु पर्यो। यो ब्रुडरको आर्टिकल ड आकुजातिमा देन, अगाडिको भिडियोमा हेर्नु आर्टिकल पढाएको भिडियोमा। अनि यहाँनिर जाइनेन इएन थप्नु पर्यो कि हामीले। इस्बिन गेगेन जाइनेन ब्रुडर इज, म उसको भाइको विरुद्धमा छु। कति सजिलो नि त, रमाइलो छैन? अकेला पक्कै पनि। इस्बिन गेगेन थोमस, थोमसको विरुद्धमा छु। इस्बिन गेगेन इन, उसको विरुद्धमा छु। इस्बिन गेगेन जाइनेन ब्रुडर, उसको भाइको विरुद्धमा छु। यो थोमसको ल, थोमसको उसको, थोमसलाई चाहिँ उसको, अब थोमसको भाइ भनेको उसको भाइको विरुद्धमा नि। सजिलो छैन? ओके ल, ठिक छ। तपाईँले पक्कै पनि बुझ्नुभयो होला मलाई जहाँसम्म लाग्छ होइन। अब म योभन्दा तपाईँलाई म 2-4वटा मात्रै होमवर्क दिन्छु, 3टा जति होमवर्क दिन्छु, तपाईँले आफै ट्राई गर्नु होइन। र म अर्को भिडियोमा चाहिँ यसको म अझै मजाले एक्सप्लेन गरिदिनेछु, अझै मजाले बुझाइदिनेछु है त। ओके ल, होमवर्क टिप्नुहोस् ल आज। ल यति तपाईँले ट्राई गर्नुहोस् ल, यहाँ आफैले ट्राई गर्ने, आफै कहीँ केही सर्च नगरिकन तपाईँले जति बुझ्नुभयो त्यो बुझेको आधारमा बनाउनुहोस्। र पक्कै पनि तपाईँले यो भिडियोमा धेरै कुरा बुझ्नुभयो र म अर्को नेक्स्ट भिडियोमा चाहिँ यो प्रिपोजिसनको बारेमा मात्रै, प्रिपोजिसनकै मात्र हरेकबाट सेन्टेन्सहरू बनाइखेर भिडियो बनाउनेछु र पोस्ट गर्नेछु। र आजलाई चाहिँ यति नै, पक्कै पनि बुझ्नुभयो होला होइन। यदि हजुरहरूलाई केही इन्क्वायरी छ, केही जान्न मन छ, बुझ्न मन छ होइन, मतलब जर्मनीकै बारेमा पनि, पढाइकै बारेमा पनि, कोर्सहरूको बारेमा अथवा अफिसको बारेमा केही कुरा जान्न मन छ भने चाहिँ हजुरहरूले दिएको नम्बरमा कल अथवा मेसेज गरेर चाहिँ जानकारी लिन सकिनेछ। ओके, आजलाई यति नै। अफ विडरजेन।